नमस्ते नमस्कार अनि स्वागत छ साथीहरु मेरो न्यू ब्लगमा हजुरहरुलाई। आज चाहिँ हामी भक्तपुरको दरबार स्क्वायर चाहिँ घुम्न गइरहेका छौं। दादा दिदीहरुसँग चाहिँ घुम्न गइरहेको छु। सो दिदी र दाइ चाहिँ हिँडिराख्नु भएको छ। के छ खबर? ठीक छ, एकदम ठीक छ। कहाँ जान आँट्नु भएको? सो हाम्रो भाइ पनि हुनुहुन्छ। के छ भाइ? कहाँ जाने अरे घुम्न? दरबार स्क्वायर जाने गर्नु होला। केही भन्छु म, अरु केही भन्दिन। धन्यवाद सिस। सो आज मलाई एकदमै रमाइलो लागिरहेको छ है। म चाहिँ भक्तपुरको दरबार क्षेत्र चाहिँ कहिले गएको छुइनँ, फर्स्ट टाइम जाँदैछु घुम्न चाहिँ। कति धेरै घाम लागेको हो, छाता ओढेर हिँड्नुपर्छ। यता चाहिँ गर्मी धेरै छ नि त, सो त्यही भएर त्यस्तो कमल पोखरीबाट चाहिँ अब भक्तपुर दरबार क्षेत्र चाहिँ प्रवेश गर्दैछौँ। हाम्रो सानो भाइ छ। के हो तिम्रो नाम? युनिस लाग्नु थाने हो। हाम्रो सानो भाइ छाता ओढेर यहाँ नि हेर्न सक्नुहुन्छ पोखरी। आजको दृश्य चाहिँ एकदमै घाम लागिरहेको छ। यता चाहिँ मानिसहरूको भिड चाहिँ धेरै रहेछ। भिडहरू हेर्न सक्नुहुन्छ। मानिसहरूको भिड चाहिँ एकदमै छ। देखाउ न। होइन हेर्न सक्नुहुन्छ तपाईँहरू, यहाँ चाहिँ होइन मन्दिर रहेको छ। यहाँनिर चाहिँ पूजा भइरहेको छ जस्तो छ आज होइन। मान्छेको लाइनहरू हेर्न सक्नुहुन्छ, ऊ तलदेखि नै छ। यता हाम्रो हिँड्दै हुनुहुन्छ जानुका म्याम पनि होइन, टक्क लाएर। लाइन चाहिँ खत्रै लामो रहेको छ। के भएर हो, के को लागि हो यस्तो थाहा भएन। मन्दिर भएको कारणले रहेछ होइन। लाइन चाहिँ होइन निकै लामो रहेको छ। छिर्न सक्ने ठाउँ छैन। हामी छिर्नुपर्ने हुन्छ। सरी छिर्नुपर्ने हुन्छ। यतै यो भित्र यहाँको साथीको घर होइन। यताबाट बाइकहरू आइरहेछ। खासै बाटोहरू चाहिँ छैन त्यही नि होइन। हामी चाहिँ यस्तो घाममा पनि होइन हिँडिरहेछौँ। के भयो, गल्यो? ल होइन, हाम्रो भाइ चाहिँ गलेको हुँदाखेरि मैले छाता समातिरहेको छु। अहिलेको लागि एकछिनको लागि हामी यहाँ भिडियो रोक्ने हुन्छौँ। अब हामी एकैचोटि दत्तात्रेय मन्दिर पुगेपछि तपाईँहरूलाई दत्तात्रेय मन्दिरको भ्यू देखाउनेछौँ ल है त। सो गाइज अहिले चाहिँ हामी होइन यहाँ मन्दिर पुग्न लागेका छौँ। हेर्दै गर्नु होला। छिरेपछि चाहिँ यहाँ अगाडि चाहिँ मन्दिर रहेको छ। मन्दिरको छेउछाउ आइसकेको छौँ। फाइनल्ली हामीले दत्तात्रेय मन्दिर भनिरहेको थियौँ अघिदेखि, त्यहाँ चाहिँ आइपुगेको छौँ। हेर्न सक्नुहुन्छ मन्दिर टक्क छेलिदिएको यतिखेरै यिनीहरूले ल देख्न सक्नुहुन्छ मन्दिरको भ्यू होइन। दत्तात्रेय मन्दिर यतातिर यस्तो यस्तो रहेको छ होइन। ल कस्तो लाग्यो भन्यो? एकदम दामी छ होइन, रमाइलो लाग्ने भइहाल्योलाई हेर्न सक्नुहुन्छ। मलाई मात्र होइन, सबैलाई रमाइलो लाग्छ है। तपाईँ यता देख्न सक्नुहुन्छ दत्तात्रेय मन्दिर। परेवाहरू छन् अलिअलि यता यस्तो यस्तो। यहाँ पार्किङहरू गर्न चाहिँ मिल्दैन रहेछ होइन। यता बाइकहरू लिएर आउनुभयो भने तपाईँहरूले अलिक अर्कै ठाउँतिर राखेर यता आउन घुम्न सक्नुहुन्छ। अब हामी यहाँ आइपुगेको छौँ। अब हामी एकैचोटि पान्तले मन्दिरतर्फ जान्छौँ। आजको हाम्रो कामै भनेको घुम्ने मात्रै हो। यहाँ सिधै जाने बाटो थियो, तर यताबाट जानुपर्ने हुने रहेछ। किन हो त्यो मलाई थाहा भएन। यहाँ गएर मुख धुन सक्नुहुन्छ तपाईँहरू। ल
हैन हैन हाम्रो भाइ चाहिँ टक्क मुख धुने अरे उसलाई लगेर जानु पर्दैछ यता यल्लो केही छैन ल तल चाहिँ धारा छ यहाँ पहिला म पनि होइन यहाँनिर पहिला आएर मुख धोएर आएको मुख धोएको छु ल तपाईँहरू पनि थाहा भएन खाना चाहिँ होइन टक्क हाम्रो भाइले मुख धुँदैछ माथि बसिरहेको छन् यता भान्जी पनि आउँदैछन् मुख धुनलाई यहाँ भुइँमा हेरेर मोबाइलमा नहेर है लड्छौ लड्नु पानी चाहिँ यस्तो सफा छ कि फोहोर छ सफा छ पिउन पनि मिल्छ होला सायद यो तर हामी अब नपिउँ कि चाहिँ हात नहालौँ होइन ल हाम्रो चन्द्रकलाले पनि टक्क लाएर मुख धुँदै हुनुहुन्छ कस्तो लाग्यो अनि यहाँको पानी खायौ पनि कि खाना चाहिँ खाएन तिमी पनि नखाऊ पानी चाहिँ होइन ल अब हामी एकैचोटि पान्तले तर्फ भेटौँ है त गाइज बाई बाई हामी चाहिँ कमल पोखरी पनि आइसकेका छौँ हेर्न सक्नुहुनेछ तपाईँहरूले पनि कमल पोखरीको दृश्य चाहिँ यस्तो छ सो सानो पुनु छ लु भन्नुहोस् त पुनु पोखरी यति रमाइलो छ तपाईँहरू पनि भिजिट गर्न आउनुहोला भन्न चाहन्छु माछाहरू पनि धेरै रहेछ मुनि चाहिँ तर यहाँ भिडियोमा चाहिँ देखिँदैन रहेछ के भन्दै हुनुहुन्छ हाम्रो दाइले चाहिँ ओ भाइ के छ खबर घाम लागिरहेको छ त तपाईँहरू नि भिजिट गर्न आउनुहोला यति रमाइलो ठाउँ छ एकदम नै मलाई चाहिँ यहाँ घुम्न आउन पाउँदा साथीहरूले देख्छन् गर्दा सिराको पोल जस्तो के जस्तो त कसरी हेर्न सक्नुहुन्छ कमल पोखरी होइन कमल पोखरीमा आज हामी हेरेछौँ यता हुनुहुन्छ हाम्रो हेलो नमस्ते नमस्कार अनि स्वागत छ साथीहरू मेरो न्यू ब्लगमा चाहिँ हजुरहरूलाई तपाईँहरूले पनि मेरो युट्युब च्यानललाई चाहिँ माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अरू केही भनिदिउँ हेलो गाइस स्मेम निरौला आज चाहिँ हामी त्यता घुम्न आइरहेछौँ हाम्रो घर चाहिँ घर भक्तपुरै भयो ल युनिस केही भन ल ल यता हाम्रो चन्द्रकला हुनुहुन्छ होइन हेलो चन्द्रकला हेलो टक्क लाएर भ्यू हेर्न सक्नुहुन्छ होइन कमल पोखरी के थाहा त एक त होइन ल यहाँनिर आउँदै हुनुहुन्छ सबैजना म चाहिँ होइन खतरा तरिकाले यहाँ यिनीहरूको भिडियो बनाइदिनु पर्ने अवस्था हुन्छ छाता उडाएर यस्तो यस्तो अवस्था हुँदैछ होइन ल यता हाम्रो जानुका म्याम उहाँकै हो भिडियो चाहिँ रमाइलो रहेछ म चाहिँ घुम्न आएको थिइनँ फर्स्ट टाइम घुम्न आएको कमल एकदमै मलाई चाहिँ खुसी लागिरहेको छ है यता होइन आज एकदम सफा छ होइन केही छैन बाटोबाट अलिअलि पनि पानी पर्ला जस्तो पनि छैन घाम लागिरहेछ यस्तै छ तारा यति नै भन्न चाहन्छु यो रुखलाई देखाएर अन्त्य गरिदिन्छु म स्न्याप हो कमल पोखरीबाट चाहिँ अब भक्तपुर दरबारभित्र चाहिँ प्रवेश गर्दैछौँ हाम्रो सानो भाइ छ के हो तिम्रो नाम यहाँनिर हेर्न सक्नुहुन्छ पोखरी आजको दृश्य चाहिँ एकदमै घाम लागिरहेको छ
देखाउन होइन हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ मन्दिर रहेको छ यहाँनिर चाहिँ पूजा भइरहेको छ जस्तो छ आज होइन मान्छेको लाइनहरू हेर्न सक्नुहुन्छ तल देखिन्छ यता हाम्रो हुने हुन्छ जानकारी नियम पनि होइन लाइन चाहिँ कतै राम्रो रहेको छ के भएर हो के लागि थाहा भएन मन्दिर भएको कारणले रहेछ होइन लाइन चाहिँ निकै लामो रहेको छ छिर्न सक्ने ठाउँ छैन छिर्नुपर्ने हुन्छ यो त यो साथी घर होइन तर बाइकहरू लगाइरहेछ खासै बाटो चाहिँ छैन नि हामी चाहिँ यस्तो घाममा पनि होइन हिँडिरहेछौँ के भयो गऱ्यो होइन हाम्रो बाइक गरेको हुँदाखेरि मैले 7 समाति राखेको छु अहिले लागि एकछिन हामी भिडियो रोक्ने छौँ हामी फेरि दत्तात्रेय मन्दिर पुगेपछि तपाईँहरू दत्तात्रेय मन्दिरको भ्यू देख्न सक्छौँ ल है त सो गाइज हामी यहाँ मन्दिर बाइकमा लागेको छौँ फेरि गर्नु होला दत्तात्रेय बसेपछि चाहिँ यहाँ गएर चाहिँ मन्दिर रहेको छ मन्दिरको छेउछाउ आइसकेको छौँ फाइनली हामीले दत्तात्रेय मन्दिर भनिरहेको त्यहाँ चाहिँ आइपुगेको छ हेर्न सक्नुहुन्छ मन्दिर टक्क झिल्के ठिकै छ यहाँहरू ल देख्न सक्नुहुन्छ मन्दिरको भ्यू दत्तात्रेय मन्दिर यतातिर रहेको छ होइन ल कस्तो लाग्यो भन्यो एकदम दामी छ होइन राम्रो लाग्ने भइहाल्नुलाई हेर्न सक्नुहुन्छ तपाईँ यता देख्न सक्नुहुन्छ दत्तात्रेय मन्दिर परेवाहरू अलिअलि बाटोहरू कन्सेन्ट मिल्ने रहेछ होइन बाइकहरू लिएर आउनुभयो भने तपाईँको अर्को ठाउँतिर राखेर यता आउन घुम्न सक्नुहुन्छ हामी आइपुगेको छौँ हामी फेरि पान्तली मन्दिरतर्फ जान्छौँ आज हाम्रो कामै भने घुम्ने मात्रै हो त्यहाँ सिधै जाने बाटो तर त्यताबाट जानुपर्ने हुने रहेछ किन हो त्यो मलाई थाहा भएन यहाँ गर्नु सक्नुहुन्छ तपाईँहरू होइन होइन हामीलाई चाहिँ रकम दुनियाँले उसलाई लगेर जानुपर्दैछ भाइहरू केही छैन तल धारा छ पहिला म पनि होइन यहाँनिर पहिला आएर मुख धोएर मुखको छु र तपाईँहरू पनि थाहा भएन खाना चाहिँ होइन तपाईँहरू भाइ मुख दिँदैछ माथि बसिरहेको छ यता भान्जी पनि आउँदैछन् मुख धोनलाई यहाँ भुइँमा हेरेर मोबाइलमा हेरेर लड्छु मान्छे यस्तो सफा छ कि फोर छ सफा छ तिमीलाई नि सफाइदियो तर हामी नपिउँ पिएर हालौँ होइन ल हाम्रो चन्द्रकलाले पनि चन्द्रकला मुख चाहिँ हुन्छ कस्तो लाग्यो पानी खायो पनि कि खाना चाहिँ खाएन तिमी पनि खाऊ पानी चाहिँ होइन ल अब हामी फेरि पान्तले पापा भेटौँ है त बाई बाई अब हामी चाहिँ भक्तपुरको दरबार स्क्वायर चाहिँ आइपुग्यौँ पान्तले हो यता हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलाकृतिहरू हेर्न सक्नुहुन्छ हाम्रो सानो भाइले सिकाइराख्नु भएको छ हाम्रो सानो भाइले के भनिदिनुहोस् त हजुर पाँचतले मन्दिर हेर्न सक्नुहुन्छ यस्तो रथ बनाएको थियो हेर्न सक्नुहुन्छ यता यति सुन्दर ठाउँ छ गरिसक्यो पर्यटकहरू धेरै आउनुभएको छ यो ठाउँ घुम्नलाई चाहिँ एकदमै रमाइलो भएकाले घुम्न आउनु भएको साथीहरू सो हामी चाहिँ दरबार स्क्वायर चाहिँ प्रवेश गरिसकेका छौँ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि मान्छेहरू चाहिँ धेरै भिजिट गर्न आउनु भएको छ सो ठाउँ चाहिँ एकदमै रमाइलो भएको कारणले गर्दा चाहिँ भिजिट गर्न आउनु भएको हो यहाँ धेरै हुनुहुन्छ बाहिरबाट आउनुभएको साथीहरू यति बेलासम्म मेरो भिडियो हेरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु मेरो यस्तै नयाँ भिडियो हेर्नका लागि तपाईँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है धन्यवाद।